के तपाईँलाई थाहा छ अहिले हामी एआईको युगमा छौँ र हाम्रो क्रिकेट पनि एआईमै चलिरहेको छ। जहाँ सबै क्रिकेटरलाई छक्का हान्न मुस्किल छ त्यहाँ एआईको प्रयोग गरेर वैभव सूर्यवंशीले छक्कामाथि छक्का हानिरहेका छन्। सुन्दा अचम्म लाग्न सक्छ तर यो सच्चाइ हो। जुन तरिकाको ब्याटिङ गरिरहेका छन्, जुन क्वालिटी ब्याटिङ गरिरहेका छन् वैभव सूर्यवंशीले, सबैलाई यस्तै लागिरहेको छ यतिखेर कि उनले एआईको प्रयोग गरेर ब्याटिङ गरिरहेका छन्। जतिखेर पनि छक्का 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 मात्र हानिरहेका छन्। कस्तो दामी खेलेका वैभव सूर्यवंशी। उनको यो ब्याटिङले गर्दाखेरि सबैलाई क्रिकेट डेड भइसक्यो जस्तो लागिरहेको छ। वैभव सूर्यवंशी बाहेक अरू कसैले हान्दैनन् जस्तो लाग्छ। पिच फ्ल्याट भएर होइन कि उनको यो ट्यालेन्ट हो जुन अहिले विश्वभरमा सबैजनाले देखिरहेका छन्। तपाईँलाई के लाग्छ वैभव सूर्यवंशी जस्तो प्लेयर हाम्रो नेपालमा छन् कि छैनन् होला? यदि ऊ जस्तो प्लेयर हाम्रो नेपालमा खेल्न आयो भने के हुन्छ होला? एकचोटि सोच्नुहोस् त।